हेलो साथीहरू, तपाईँहरूलाई स्वागत छ मेरो यो छोटो भिडियोमा। के गर्नु र, माथि बम तल पानी, यस्तै छ जिन्दगानी भन्दा भन्दै हेर्नु न, आज चाहिँ धेरै दिनपछि घाम दामी लागिरहेछ पानी परेर होइन। अनि अब ड्युटी त जानै पर्यो, जे होस् कमाउनु पर्यो, ड्युटी पनि त धारमा छ। के गर्नु र साथीहरू, ल यस्तै छ है परदेशीको जिन्दगी चाहिँ। घाम चकमक्क लागिरहेछ आज चाहिँ। भोलि के हुने हो कसैलाई केही थाहा छैन होइन। सो बाजुन्जेली यसरी नै देखाउँदै रमाउँदै अगाडि बढ्दै गर्नुपर्छ र काम पनि जरुरी छ। र म चाहिँ अब जाँदै गरेको काममा, अनि अब चाहिँ गएर म होइन बसको वेट गर्छु, तपाईँहरूलाई देखाउने छु। यसरी गाडीहरू हिँड्दैछ अनि बसको इन्तजारमा हो म चाहिँ। अनि आफैलाई हेर्दैछु अनि गएर काम स्टार्ट गरेँ। काम पनि त्यस्तो खासै थिएन, यो वारले गर्दा सबै सिस्टमहरू बिग्रेर यत्तिकै टाइम पास हो कि। म चाहिँ सोच्दै थिएँ कि म कहिले बिलिनियर बन्नु होइन, म्यानिफेस्टेसन इज द मोस्ट इम्पोर्टेन्ट भन्दै म चाहिँ आफैले एक्लै कुरा गर्दै थिएँ। र फाइनली म चाहिँ घर फर्केँ। आजलाई यति नै ल।